सम्पूर्णमा शुभ बिहानी। अहिले चाहिँ म दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 14 यस स्वर्गदारी आश्रम टोल विकास संस्थामा आइपुगेको छु। मसँग यहाँ हुनुहुन्छ एकजना आमा, उहाँसँग कुराकानी गर्दैछु। आमा नमस्ते। हजुर नमस्ते। सन्चै हुनुहुन्छ? हजुरको घर चाहिँ कहाँ? घर यहीँ छ, यहीँनिर हो। अनि यहाँ स्वर्गदारी आश्रम रहेछ यहाँनिर नजिकमा होइन। अनि यस्तो रमाइलो यहाँ एक प्रकारको चौपारी पनि रहेछ। चौपारी छ। हजुर। अनि हजुरको स्वर्गदारी आश्रमको छेउमै घर हुँदा हजुरलाई कस्तो महसुस हुन्छ? पहिलो हामीलाई कुरा रमाइलो छ, राम्रो छ। केही कुरामा पनि हामीलाई आउँदा अनि केही चाहियो भने हामीलाई सजिलो छ। सहज गरिदिनुहुन्छ स्वर्गदारीमा बस्नु? गरिदिनुहुन्छ, केही चाहिएको चिजहरू आफूलाई केही परेको बेला हजुर गरिदिनुहुन्छ। अनि अब एक प्रकारले त महाप्रभुकै त्यो थलो हो नि त यो भने त होइन। अब हजुरको महाप्रभुको थलो त्यही माथि हामीले त धेरै कुराहरू सुनेका छौँ होइन, आफूभन्दा अग्रज हजुरबुवाहरूको मुखबाट। अब त्यो कुरा त्यहीँनिर एक प्रकारको हजुरको यो स्वर्गदारी आश्रम भनेपछि त त्यहीसँग ब्रान्च टाइपको भयो नि त नर्मली भन्दाखेरि त। अब यो के लाग्छ हजुरलाई? अब जस्तो स्वर्गदारी महाप्रभु साँच्चीकै जीवित हुनुहुन्थ्यो रे भन्दाखेरि अचम्म लाग्छ कि लाग्दैन? पहिले त हुनुहुन्थ्यो नि त, पहिले त हामीले त हामी त किंवदन्ती नै हामीले पढाएको हो त्यो चिजहरू होइन। कस्तो महसुस हुन्छ हजुरलाई? त्यो सुन्दाखेरि राम्रो लाग्छ। अनि त्यही मन्दिर साइडमा हुनु, महाप्रभुको के अरे फोटो त्यहाँ हुनु होइन, कस्तो महसुस हुन्छ हजुरलाई? त्यो सुन्दाखेरि रमाइलो लाग्छ। हामी त देख्न त देखिनौँ, हजुर, हामीले पनि सुनेको कुरा हो। हजुर। एक प्रकारको हाम्रो त यो क्षेत्रकै एकदम शक्तिपीठकै रूपमा लिन्छ महाप्रभुलाई होइन। अब माथि स्वर्गद्वारीसँग जोडिएको हजुर आश्रम हो यो। हजुर आश्रम।